जेठा के हो भने कस्तो भने अब यसो विचार गर्दा म फकफक गर्नु प्रायः सबैतिर चुर कटुवा खाँदै हुँदै यसो हिँड्थेँ कि त्यसो गर्दा गर्दा त्यसको बाबु के हो एउटाले के भन्यो भने एउटा भर्खरको केटाको त्यो चाहिँ तोरी चाहिँ फुल्यो र कमसेकम पनि यत्रो भएको छ भनेर मलाई भनेको। अनि मेरो पालो यसो हो के छ भनेर भनेको ल आउनुहोस् सबै यो फुकिदिनुहोस् यो त कस्तो खालको गोमन सापभन्दा ठुलो पो भयो भनेर पो भन्छ त। अनि यसो गएर ओ भल तिमी जङ्गलको धनी तिमी पोखरीको धनी तिमी शीतलको धनी तिमी हो तिमी बालक के भनेर गरेको त त्यसको भएको भरे त के भयो भने त्यो यत्रो फुलेको उता अझ लामो पो भएर यति लामो भएर त्यसको भएको मान्छे पो ठुङ्ने साप जस्तो पो झन्डै झन्डै भयो। मेरो पालो राम्ररी फुकिदेऊ है कान्छा दाजु भनेर मान्छेले मलाई भन्यो। अनि मेरो पालो राम्ररी ए बोल तिमी पोखरीको धनी तिमी साया शीतलको धनी तिमी फुल बगैँचाको धनी तिमी हो म बोल तिमी बालक राम्ररी निको हुनु परमेश्वर तिमी सत्य सचिलो परमेश्वर तिमी जलपानीको धनी तिमी उफ गएर मेरो बल्ल यसो भुगिदिएको कि फेरि सुकेर भरे त बल्ल ठेगानमा आएर त्यो तुरी लगभग यत्रो चाहिँ भयो क्या यसो अनि मात्रै राम्रो भयो क्या।